आज हामी निउरो पकाउँ है त। निउरो टिपेँ मैले। निउरो चाहिँ राम्रोसँग केलाएर पखालेपछि निउरो चाहिँ यसरी बाँच्ने अनि मिठो हुन्छ निउरोको तरकारी। हजुरहरू पनि एकचोटि पकाएर ट्राई गर्नुहोस्। मैले अनि आलु पखालेँ राम्रोसँग। यो घरको लोकल आलु हो, त्यही भएर मैले यसको बोक्रा फालेको छैन। यो चाहिँ मैले घर सादा सिम्पल गराएर आगोमा पकाउँदैछु। निउरो भाँचेर यस्तो भयो। अब आलु पनि काटियो। आलु काटेपछि अब प्याज काट्नुपर्छ। प्याज पनि काटेँ मैले। अनि अब चाहिँ आगोमा पकाउने भएपछि कराईलाई चाहिँ खरानी लगाउनु पर्छ पछाडिबाट, ताकि माझ्न सजिलो होस्। अब आगोमा कराई बसालौँ है त। आगोमा बनाउँदैछु मैले। अब तेल राखौँ, तोरीको तेल। हजुरहरूको तरकारी जति छ त्यही अनुसार राख्न सक्नुहुन्छ। मेरो चाहिँ अलिक बढी नै परेछ क्यारे। अब मेथी फुराउँ। मेथी फुरिसकेपछि चाहिँ अब चाहिँ प्याज राखौँ। प्याज पनि राम्रोसँग फुरिसकेपछि चाहिँ अब अलिकति जिरा राख्छौँ है त। अब जिरा पनि फुरिसकेपछि चाहिँ अब हामीले आलु राखेर आलुलाई चाहिँ मजाले भुट्नुपर्छ। आलु मजाले भुटिसकेपछि चाहिँ हामीले थोरै बेसार राख्छौँ। मैले यहाँ बेसार राखेको भिडियो गर्न बिर्सिएछु। अनि बेसार राखिसकेपछि हामी निउरो राख्यौँ। निउरो पनि हल्का अब मजाले भुट्ने निउरोलाई। अनि यता जिरा पिस्दै गर्ने, यता मैले लसुन पनि फोक्दैछु। अनि उता चाहिँ आलु र निउरो चाहिँ मजाले भुट्नुपर्छ। यता जिरा पिस्दैछु मैले। यता जिरा पिसिसकेपछि त लसुन मिसाएँ मैले जिरामा। अनि खुर्सानी र टिमुर पनि मिसाएँ। अनि उसलाई चाहिँ एकै ठाउँ पिसेर पेस्ट बनाएँ। सिलौटोमा पिसेको छु मैले चाहिँ। हजुरहरूले मिक्सरमा पनि पिस्न सक्नुहुनेछ। अदुवा पनि हजुरहरूले राख्न सक्नुहुनेछ। अनि मैले चाहिँ पिसेको जिरा, लसुन, टिमुर, खुर्सानी गएर तरकारीमा राखेँ। तरकारी मजाले भुटिसकेको छ र म सानो टमाटर खोस्न बारीमा लागेँ। हाम्रोमा चाहिँ सानो टमाटर फलेको थियो। यो मिठो लाग्छ मलाई बजारको टमाटर भन्दा। अनि त्यसपछि मैले यो हल्का काटेर तरकारीमा राखेँ। अनि तरकारी चाहिँ मजाले पाकिसकेको छ। अझै एकछिन यसलाई छोपेर पकाइसकेपछि तरकारी रेडी हुन्छ। र हाम्रो तरकारी रेडी भइसक्यो। हेर्न सक्नुहुन्छ।